काफल यो चाहिँ हाम्रो भार्सेको लाली गुराँस लेट्स गो हामी चाहिँ भार्से आगै यो ठाउँमा पहिला पानी बग्दै रहेथ्यो यहाँ अहिले यस्तो बनाइछ अनि यहाँ चाहिँ हाम्रो अहिले गोर्खा ग्यालेरी रहेछ यो चाहिँ हाम्रो दिदी भन्नाको घर अनि यो माथिको चाहिँ हाम्रो यो सम्झे के मन्दिर भन्दा थाहा भएन यता चाहिँ हाम्रो दिदी भाउजूहरू ल म भ्लगमा हालिदिन्छु भाउजूहरूको उसका छ अरे हाम्रो के अरे डाँडा कि के देउरा डाँडा हुन्थ्यो त्यहाँ माथि यो चाहिँ हाम्रो भार्से ठुलो पोखरा जाने बाटो यो यता तर दामी छ ठाउँ यार यो चाहिँ हाम्रो ठुलो पोखरा त्यही देख बस लाग्छ के भेट्न पर्ला गरेर मलाई त चिन्नु हुन्न होला यो चाहिँ हामी अहिले पूजामा जानु लाग्यो है त ल गाइज रासँग बोल्न आउन मैदान छ चौर छ त्यहाँ रुखसुख छैन कता यो डाँडा छ नि पालतिर यो डाँडाको उतापट्टि यस्तै प्लेन जग्गा छ यस्तो छ कि जग्गा हो र यतापट्टि जङ्गल छ यतापट्टि जङ्गल छ अनि यो छेउमा एउटा मन्दिर राखेको छ के ठाउँ हो त नाम देख्दो सत्यटी भन्छ त्यस्तैको चालेको एउटा प्लास्टिक एक्स्ट्रा यो गरेर हालेर मैलको रुख थियो त्यही भएर मैल डाँडा भनेको कस्तो मैलको रुख नामै मैल रुखको नाम त्यो फलैरी हरियो हुन्छ पाक्दाखेरि कालो हुन्छ कि ए यो
यो चाहिँ हाम्रो भार्सेको लाली गुराँस से गाउँ हाम्रो पुर्ख्यौली गाउँ म पढाएर आउँदा नानी दिएको छ त्यो पिछु नयाँ नानी त माउ दिएको छ सबैजना नमस्ते यो चाहिँ हाम्रो भार्स गाउँ हो सबैजनालाई स्वागत छ यहाँ आउनु होला घुम्नलाई एकदम राम्रो ठाउँ छ त्यही हो ल जुम गरेर गाउँ देखाइदिउँ सबै देख्दैछ ल साथीहरू म चाहिँ तपाईहरूलाई किवीको बुट्टा देखाउन गइरहेको छु यो चाहिँ किवीको बुट्टा यो चाहिँ के बोले फेरि यो बेला फेरि यो फलिरहेको चाहिँ किवी हो सानो सानो छ कति ठुलो हुन्छ यसको चाहिँ बुट्टा यस्तो हुन्छ यसरी यसरी आएर यसरी जाँदैछ पुरै हाँगा यो जरा जरा भएर हाम्रो भार्सेको देउराली डाँडाको गुम्बा भन्छ यसलाई है यो चाहिँ हाम्रो 2100 मिटर एल्टिट्युडमा चाहिँ रहेको छ अनि ओ माथिको यो वाला चाहिँ हाम्रो यो भनेको चाहिँ हाम्रो थाम डाँडा हो यो ठाउँ चाहिँ राम्रो छ यहाँ पनि always
ए ल ल के बिचरा किन Ya tin ramago yun. Pwede ramago. Baba baba. Gusto ramago. अब हामी जाँदैछौँ दाइको घर पद्मा बहिनीको घरमा ल रक्सी खाने यस्तो मौसम छ भनेको क्या कस्तो मौसमले अलिक च्यालेन्ज हानिरहेको छ यार कस्तो पानी परिरहेको छ बार्जुमा चिसो झडझडै परिरहेको छ यहाँ चिया छ यहाँ ल ल हाम्रो दाइले चाहिँ गोरस खाँदै हुनुहुन्छ हाम्रो दाइले ठुली आमाले गोरस ल्याइदिनु भयो तल खोज्दियो ल देखाइदिनु दाइ गोरस कस्तो हुन्छ देखाइदिन्छ ल गोरस फेरि जाड भन्नुलाई फेरि मुयो फेरि यो गोरस भनेको गोरस भनेको चाहिँ मुही ए यहाँ बिहान्नु भयो त ल बहिनी यो भिडियोमा ल यो अगाडिको ठाउँलाई चाहिँ डोडो भन्छ आज चाहिँ हामी भार्सियाको तेस्रो दिन हो र म चाहिँ अहिले हाम्रो दाइको घरदेखि चाहिँ अब मामाको घर जाँदैछु हाम्रो मोती मामा घरमा यो चाहिँ हाम्रो गाउँचाहरूको ठेटी रे ठाँटी ए कस्तो छ त्यो खानुमा खिड्दिने त्यहाँ पनि यस्तो भनेको चाहिँ यहीँ भात पकाएर खाने यहीँ बस्ने राम्रो ठाउँ त अहिले पुलोको पानी ल्याउँथे यहाँ छ पुलो कसले कहाँ कसले यो जुन्या पुग्छ त्यो पानी उस के अरे सिँचाइ गर्ने पानी खाने पानी छ बगेर कि पाइपमा पाइपमा लगाएछ अँ त्यति बेला चाहिँ बगेरै जाने खाने पानी पनि त्यस्तो हुन्थ्यो पहिला त्यही भएर यसलाई चाहिँ डुड भनेको कारण त्यो डुडो पानी जाने अँ अनि पानी जानको लागि यो मान्छे गाई बस्तु हिँड्नु लागि ऊ भयो घुम्न पर्ने भयो त्यही भएर यहाँ चाहिँ मान्छे छिर्ने ठाउँ राखेको भएर यहाँ तल यो डुँड भयो अनि छिर्ने भएर छेडा हामी चाहिँ अब यो छ नि मास्तिर भएको यो सिँढी चाहिँ चढेर माथि जाने अनि माथि बाटो झरेर चाहिँ हाम्रो मोती मामा घर जाने त्यो छ आजको प्लान हाम्रो भाउजूलाई कुर्दैछौँ हामी
भाउजूहरू आउनलाई तल आउन लाग्छ होला 1 घन्टा लाग्छ होला भाउजूहरूले लराङ लराङ गर्दै आउँदैछ तुलादर गलामी के अस्ति हामी लुरुङे त बाटो मुन्सी पसेटेमै हाम्रो बारीदेखि तलतिर बेनारको ऊ गोठदेखि मुन्तिर दाई ओ दाई दाई कता गयो ल सबैजनालाई मेरो भिडियोमा हाई भन्ने ल हाई हाई हे भाउजू ह्यापी न्यू इयर आज 2022 साल 1 महिना 1 गते आउनुपर्छ ल ल ए कता ए सरी ए ल उत्तम दिस इज फर यु आया बाबा ल फिन्डा भाउजू एउटा बहिनी दुडो टिप टिप त्यसरी ल ल ल ल ल है के रे प्याने भयो कण्ठकुमारी ए सही ल बहिनी मलाई पनि काफल त्यही काफल यहाँ बहिनी टिप्यो काफल हो ल हाम्रो भार्सेको सताथान मन्दिर हो हामी सबैजना मिलेर यहाँ चाहिँ दर्शन गर्न आइरहेको छौँ है यहाँ एकदम हाम्रो भार्सेको मान्नेको मन्दिर है हाम्रो यो मन्दिर चाहिँ ल अनि यो मन्दिरको विशेषता के भन्दाखेरि चाहिँ यहाँ चाहिँ कन्ने केटीहरू बाहेक अरू महिलाहरू चाहिँ यहाँ आएर चाहिँ पूजा गर्न पाउँदैन अरे आउन चाहिँ पाउने तर चाहिँ पूजा गर्न नपाउने छोरा मान्छे चाहिँ मजाले जुन उमेरको भए पनि आएर यहाँ पूजा गर्न पाउँछ है ल हामी सब टुरिस्टहरूलाई यहाँ भाषा घुम्न आएको सबैजना घाँटी सुकेर औडी बस्यो मेरो
मान्छे नि छैन त्यो घरको मान्छेको पर जग्गा छ उतै बस्ने के गर्ने बसेर नि उतै बस्छ सानसानो दौडिने नि यहाँ सानसानोमा अब नाच्दै दौडिने खै कुन चाहिँ अगाडि ए उठा खरे छाको बुढो घर ए त्यही जाने हामी दाइ त्यही जाने हो ल ल मन्त्रीको घर है यो चाहिँ हजुर गिरी प्रसाद बुढाथोकी जीको घर यो ए भारसम्म यहाँसम्म आउँथ्यो पत्रिका हुलाक मार्फत आउने भएर दिनपछि आइपुग्छ यो त नेपाली पन्जाबी लाहे आउँछ अनि छोरा हो छोरा नेपालको एउटा इन्डियाको यिनी होला इन्डियाको उसलाई हाल्ने यहाँ पर्दैन उसलाई हाल्ने यहाँ पक्रियो के भन्छ अर्को नेपालको जर्नल पानी कुलो लिएर यहाँ धारा थियो त्यो माथि त्यो यो बाँसको चिरेर डुर बनाउनु हो यहाँ चाहिँ ऊ छ नि त धेरै त्यो बनाएर यहाँ धारा पानी खाएको त्यो बेला घरमा चाहिँ हामीले चाहिँ त्यो बाँसको कप्टेराको कुलो ल्याएको हामीले फेरि सानो कप्टेराले त्यो जहाँ जोड्ने छ नि त्यहाँ जोड्ने यसो हाल्यो यसो पारेपछि पानी आउँथ्यो त्यही ऊ चाहिँ चलाउँथ्यो ए घर अगाडि आँगनमै ल यो चाहिँ हाम्रो दाइको पुर्खौली जन्मेको घर है अनि हाम्रो दिदी पनि जन्मेको घर लुब्बेक पनि एउटा फेरि छोराको छोरा हो लुब्बेक छोरी तपाईँको तपाईँले कहाँ 7 जाने कटाएर पुरो पुऱ्याइदिनु यो घर चाहिँ हाम्रो
जेठा दाई जन्मेको घर अदर रहेछ अहिले केही थिएन त्यहाँ त यार कता स्विच एक्लै बस्ने है यो घरमा त दिदी एक्लै बस्नुहुन्छ नमानेर यहाँ झगडा हुँदैछ यो हाम्रो भार्से सापडुङ्गा तल गाउँ देखेछ यहाँ बसेर मैले खिचिरहेको यताखेरि यस्तो अझै मिलेको छैन त्यहाँ फोटोसुट गराइ छिटो 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 दाने कान्छामाको छोरा के दानबार काउचाको छोरा दानबार काउचाको छोरा के कुले भन्ने के कुले भन्ने 5 वर्षको बाले गए 5 वर्षको खुट्टा पनि कस्तो छ कि हेर न 5 वर्षको बाले खुट्टा रातो मात्ने काम ठाउँमा हो त्यही हो खै यति लामो सर्प होइन यताबाट यसरी ल भान्जा भान्जा भन्दा को भान्जा भने कोले भन्छ ल आयो रामेर ए यता भान्जी 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 अबदेखि जङ्गल फाँडेर पाइन्छ निचेर पाइन्छ बेइमान गरेर पाइन्छ ढाँटेर पाइन्छ यहाँ घर छ यहाँ जमिन छ तर तराईमा गएर फेरि सुकुम्बासी भनेर नानी आयो न ल ल बोल्दै गर्नु ल देखाउनु त मलाई स्ट्रबेरी कहाँ छ खै स्ट्रबेरी यो त बोर्ड मात्र भएको फल भने फल फल पाकेको फल छैन यो ए त्यो त काँचो त यो पाकेको रहेछ यो पनि अलिअलि पाकेको भर्खर पाक्न लाग्छन् देशी भर्खर पाक्न लाग्यो स्ट्रबेरी
आज 2082 साल 1 महिना 2 गते हामी भाषामा यसरी बसेर चाहिँ आमाको घरमा बसेर चाहिँ भाषा घरमा बसेर खाजा खाइरहेको छौँ। दाइले चाहिँ के भन्नुहुन्छ अरे दाइ भन्नु ल वान्डी के भन्नु अघि ह्याप्पी न्यू इयर अहिले भार्सेमा हाम्रो भाउजूहरू आज चाहिँ हामी गुल्मी भार्सेमा राम हेर्न जाँदैछौँ। आज राम मेला लाका आज दोस्रो दिन हो यो। ल यो चाहिँ हाम्रो ठुली आमाको घर यो है। अनि हाम्रो आमा जन्मेको घर चाहिँ यो जुन डिस्को छ नि यो डिस्को यो जम्मा भएको ठाउँ चाहिँ यहाँ यो चाहिँ हाम्रो आमा जन्मेको घर रे। पहिला घर थियो अहिले यो मुस्लो भयो माटोको। राम हेर्न जान लाग्यो राम। गुरी ल दाइ ल एकदम एकदम बडे मानको बिस्तारै पुरै लाइन मैले यसरी गाइड गरेछु। उता उता मात्र छ हजुर गरेछु। हामी सबैजना अहिले राम हेर्न जाँदैछौँ। खिच्यो सबैलाई सबैको छ। हिँडिने अगाडि बढाइदिनु हुनका लागि असाध्यै प्रिय गायिका अनि मञ्च गाउनेलाई बाँकी कार्यक्रमलाई अगाडि बढाइदिनु हुनका लागि मञ्च अगाडि आउनु गर्दै एउटा सबैले आउनु भएकाले जानेको बुझेकोलाई चाहिँ छोरा
बाई हो